नमस्ते सबैजनालाई वेलकम ब्याक छ मेरो च्यानलमा। अहिले पनि म फेरि फर्केर आएको छु सानो छोटो भिडियो लिएर हैन। सो आजको भिडियो चाहिँ खासमा आजको भिडियो थम्बनेलले थाहा पाइसक्नुभयो होला। आजको भिडियो चाहिँ म क्याम्पिङ जाँदैछु। सो आफ्टर लाइक 1 इयर 1 वर्षपछि जाँदैछु म क्याम्पिङ। सो क्याम्पिङ जानको लागि आज हामीले गाडी बुकिङ गरेको थियौँ। 7 जना भयो, 6 जना भयो, 6 जना अब 5 जना एउटा गाडीमा अट्दैन, त्यही भएर 6 जना अट्ने गाडी एउटा 7 सिटर गाडी बुकिङ गरेको थियौँ। त्यो गाडी बुकिङ गरेको ठाउँमा आइपुग्यौँ हामी हैन। अनि गाडी चाहिँ यही हो, यो वाला, यसमा 7 जना छ। अनि क्याम्पिङ अब घरकै साथीभाइले जाऊँ भनेपछि हो जानै पऱ्यो, नै भन्नु सकेन, यसो फ्रेस हुन जानै पऱ्यो। सो गाडीको हाम्रो गाडीभित्र बसिरहेको छ एसी, चिसो भयो एसी, हाई भन्दै ब्लगमा हैन। टक्क सिट चाहिँ अब यता छ 2 जना यता, पछाडि 3 4 5 6 7 टक्क 7 भयो हैन। ठिक छ, गाडी यस्तो छ। नेपालतिरको लाइक इलेक्ट्रिक जस्तै रहेछ यो। टक्क ढोका खोले यसरी माइक्रोबस टाइपकै हो, सबै छ। सो अब एकछिन गाडी साडी गरेर चेकआउट अब 1:30 को थियो, चेकआउट गरेर निस्किन्छौँ घरतिर गएर अब हामी फेरि भेटौँला है। गाइजहरू रेडी हुँदैछ, सिधै त्यही हो, भेट्दै जानु होला। आजको भिडियो यस्तै छ, रमाइलो मिठो पल सम्झना, त्यही मोमेन्टलाई क्याप्चर गर्दै आज म राख्नु सोचेको थिएँ र सोध्छु पनि र राख्छु पनि यो भिडियो है। चल गाइजहरू ओके। यस्तो वाला पो रहेछ हजुर। ठिक छ ल गाइजहरू, एकछिन यहाँ के को सेटिङ मिलाउनु पर्ने भयो होइन पाउ। हामी अब यस्तो भयौँ कि कहाँ फस्यौँ कि यो पछाडिको घुम्यो भयो। अब थाहै छैन कहाँ कुन मोड भयो सेटिङै थाहा छैन त, कहाँबाट थाहा हुन्छ। अब भएन त्यो पानी गइरहेको छ नि त्यहाँ। अब फ्याङ्की घुमिरहेको छ, कुन सेटिङमा गयो के भयो। गाय देखो ना क्या है ये गाइस, देखो ना गाइस। सो राइट ह्यान्डमा सबै गियर छैन यहाँ। चाहिँ के भएको रनिङमा म कि त लास्ट मैले मिलाएको थिएँ क्या जरुर हामी चल्छौँ यसरी नै। अब घर गएर घटाउनु भयो नि यसो आहा ल है त। वाइट। सो अहिले चाहिँ हामी जान लाग्यौँ होइन, सबैजना रेडिरहेको छ, गाडी साडी किनेर बसिरहेको छ यहाँ, बसिरहेको छ सबै यहाँ। हाई गर्दै विपिन भाइ हुँदैछ सबै। सो अब जाँदै गर्छौँ बाटोमा है त। यही हो आज हाम्रो भाडामा लिएको गाडी कस्तो छ होइन, 7 जना अट्ने है त। ल म त फेरि 100 मा छु यार यो रोडमा त। सो यात्रा अझै रमाइलो हुन्छ गइरहेको छ। सो अझै यो पछिको ट्रेनमा चाहिँ के हुन्छ एक्सपेक्ट गर्दैछु म नि। सबजना रमाइलो गरिरहेको छ, कोही सुत्या छ, कोही हेरेको छ। ड्राइभरलाई गाह्रो छ जिन्दगी, फोकस गर्नुपर्छ अब के गर्ने। ड्राइभर इज भेरी ब्रेभ है त। प्रतीक छ गाइज, भिउ चाहिँ दामी नआइरहेको छ अझै। लभली है त। केटाहरूको एक्साइटेड हो आइपुग्यो अब है त। अब हामी डेस्टिनेसन आइपुग्यो भने आइपुग्यो अब यहीँ तल हो। खोला साइडमा क्याम्पिङ गर्ने साइडमा हो हामी पनि। पुग्यो अब डेस्टिनेसनमा है। गर्मी छ
बाहिर त डेन्जर गर्नु सक्छ गाइजहरू छ नि त्यो कतै होला नि ए कस्तो गर्मी हो त्यो खोला छ साइडमा फेरि है ठाउँ चाहिँ राम्रो रहेछ अनि यहीँ क्याम्पिङ बस्न सक्दैन हो विपिन भाइ यस्तोमा बस्न सक्दैन ए राति चाहिँ हो हुक्का हान्ने त्यहाँ बसेर अहिले टेन्ट त यतातिर तिनीहरूले टेन्ट त बवाल बनाएको छ है सब आएर केटाहरू पुरै रमाहा त आमा हो र ओहो पौडी खेल्ने भने त यस्तो पो रहेछ पुरै पानी त धमिलो के खेल्ने हो यस्तो माने माछा चाहिँ सही होला सचिन दादा माछा मार्छ कडा छ ठाउँ चाहिँ कडा छ ठाउँ चाहिँ बिपिनसँग हिँड्दैछु म अहिले को खाएर टक्क हिँडिरहेको छ No more alcohol, sir. Just promoting the beers. Beer. Like beer. Just promoting the beers. Coke zero खाएर भ्यू त दामी आएको छ त यार घाम पछाडि फोटो दामी आउँछ होला टक्क यो छ यहाँ ठाउँ चाहिँ हाम्रो क्याम्पिङ चाहिँ उता साइड दुई दाजु टक्क यता घुम्दै आएको तर उता त प्राइभेट प्रपर्टी होमस्टेहरू टाइपको छ यार जान मिल्दैन क्या त्यही नै हेरौँ मिल्छ कि नै जान मिल्यो भने जाने जाने हो Restricted areas slide. त्यस्तै लाग्यो यार अनरेजिस्टर्ड मलाई जहाँसम्म लाग्छ त्यो चाहिँ हाम्रो स्पोर्ट चाहिँ यो हो एउटा यो स्पोर्टको छुट्टै नाम हो त्यताको चाहिँ छुट्टै हो जस्तो लाग्यो यसमा त मान्छे त जान पायो त मान्छे जान पायो ब्रो अहिले चाहिँ हाम्रो सञ्जीव पहाडीले हान्दैछ बार्बिक्यूको लागि रोडी है सो अहिलेको भ्लग हाम्रो यहाँसम्म पुग्यो बार्बिक्यू गर्न लाग्छौँ अब हामी टेन्ट नि बन्यो यता छ हाम्रो अब डिनरको लागि बस्ने ठाउँ यता चाहिँ अब हल्का बार्बिक्यू गरेर ल यो साथको छेउमा है खोला चाहिँ बबाल भाइरहेको छ त्यो हेर्नु सक्नुहुन्छ खोला तल 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 भइरहेको यता सनसेट भइरहेको छ दामी मोमेन्ट यो साइड चाहिँ दामी लाग्यो मलाई के भन्छौ तिमी एकदम बवाल है त्यस्तै हो जस एउटा मेमोरी क्याप्चर हुँदैछ आजको दिनमा खुसी लागिरहेछ रमाइलो है एकदम रमाइलो भइरहेको मलाई सो जहाँ हुन्छ जे हुन्छ क्रिएट्स मेमोरी है जस्ट मेक अ मेमोरी द्याट्स इट Life is fucking full of struggles. Just find your peace and create the memories. त्यही हो सबको त्यही हो स्ट्रगल हुन्छ है रमाइलो गर्नुपर्छ एउटा ब्रेक लिएर Exactly. सो या द्याट्स इट आजको अब खानासाना एकछिनमा खान्छौँ त्यो भिडियोहरू बिस्तारै आउँछ हाम्रोमा अनि त्यति नै भन्दै फेरि नेक्स्ट क्लिपमा भेटौँ अब हामी के भन्छ See you guys. And chains, homie still double down, calling us some slaves. Atlanta was the mecca, building railroads and trains. Bear with me for a second, let me put y'all on. दामी आछ यार Those shoes in town, supposed to make a richer. Fast forward 2024, you got the same agenda. Fuck it! Atlanta will never challenge. You caught future when you didn't see the club.
सो अहिले बिहान भइसक्यो है अब आज खाएर अब जाने तत्पतिर हामी केटा टक्क क्यामेरा फेरि निकाल्दै अब यो क्याम्प चाहिँ लास्ट इयरमा किनेको क्याम्प हो यो हाम्रो अब यता हामी फाल्दिङ तर्फमा छौँ सो बिपिन भाइ इज भेरी जोसिङ व्यवस्थित तरिकाले फ्याक्नु परेन फाल्दैमा ल्याम्लुम च्यातिनु पऱ्यो अब फाल्ने भन्छ अनि असल यो मैले गरिदिन्छु म हेरेको छ है केटालाई फेरि गाह्रो हुन्छ त्यही भएर यो निकालिदिनु गर्ने काम चाहिँ गर्दैछु म अलिअलि हेल्प होइन टक्क लगाएर खोलाको छेउमा टक्क मजा छ बिहान बिहान सेम नेपालको बाहिर छ अरू भन्दा नि निस्क्यो अब यो चाहिँ फालिदिने भन्छु केटाले पुफको भइसक्यो त यो एक्लै बसिरहेछ बिपिन भाइ के भयो बिहान बिहान एक्लै सेन्टीमा भ्यू हेर्दै बसेको ठिक छ त भ्यू पनि राम्रै छ फेवाताल जस्तो फेवाताल हुँदा नि त के अरे उता कुले खाने गएको थिएन सेम कुले खाने टाइपको छ डाँडाको जस्तो यिनीहरू चाहिँ छ यिनीहरू चाहिँ लगभग क्रिसमसै मनाउने यहाँ छ भोलि जान्छ होला यिनीहरू चाहिँ यता छ गाडी ल्याएर बसेको छ उता छ उताको त त्योवाला छैन कता हो कता यिनीहरूको किडनीको लागि बाँच्ने हो यिनीहरू सिक्किम बाहिर ओडाएर बसेको छ उनीहरूको पनि त्यस्तो लाग्यो कि बाँकी अब एक दुई दिनलाई यहीँ हो जस्तो लाग्यो त्यो अब निस्किन्छौँ हामी एकछिनमा ऱ्यापअप गरेर अहिले चाहिँ हामी यो घरतिर लाग्दैछौँ यो सन्चसँग रमाइलो हो रमाइलो भयो कस्तो भयो कति बज्यो त्यो तिमी साढे सुत्यो साढे सुत्यो जेबेल कहाँ गयो हामीसँग छौँ जेबेल छ हातमा होइन अफ गर एकै सञ्जीव हजुर बजाऊ न डिजे प्लेटर ऊ जेसन बजाउँदै गाडी भाडाले एकदम गाह्रो छ हटाउनु पर्छ यसरी सफा गर्नु पऱ्यो अन्त 100 जान्छ है गाह्रो छ के गर्नु अरूको भन्यो चलाउन गाह्रो सफा गर्न गाह्रो भ्याक्युम चाहिँ यहाँ टक्क हान्यो यता कार वास सर होइन त्यसपछि पैसा सर गयो सक्यो हेल्प चाहिन्छ हान्नुपर्ने उतापट्टि मैले आवाज हान्दिउँ तपाईँले गाडी चाहिँ हामी हिजो जहाँबाट पिक गरेको थियौँ त्यहीँ ल्याएर छोडिदिउँ होइन विपिन भाइ यहाँ छ सो त्यही जहाँ ल्यायो त्यही छोड्ने चाबी अब कहाँ आउँछ चेकआउट गर्नुपर्ने त्यही हो गाडी यहीँ छ द्याट्स इट हाइट अब अहिले चाहिँ गाडी राखेर पठाउ जस्तै बोलाएर यतातिर गर्नुहुन्छ त्यसमा जाँदैछ क्याब जस्तै सचिन सर यता हुनुहुन्छ विपिन उता छ ठिक छ विपिन भाइ अल गुड यस्तै भयो सेकेन्ड इयरको सेकेन्ड क्याम्पिङ एक्सपिरियन्स इट्स गुड नट ब्याड अनि त्यो गाडी त इन्सिडेन्ट थियो अनि प्लान एन्ड एभ्रिथिङ अर्गनाइजहरू के कस्तो थियो त प्लान पहिला भन्दा यसपालिसँग अलिकति बेटर भयो होप अब नेक्स्ट इयर झन् बहुत बेटर हुन्छ यसरी जाने एक्सपिरियन्स हुँदै अब त लास्ट एक्सपिरियन्स भयो बुढोलाई हामी बोलेर ठिक जान्थ्यौँ होइन बोल्दा ठिक बोलेको छ त्यही हो राम्रै भयो रमाइलो भयो सचिन अलिकति स्ट्रेसफुल भयो हामी पनि स्ट्रेसफुल भयो किनकि एआईवाला गाडीमा अलिकति गाह्रो नै हो नि टेक्नोलोजी आफ्नो गाडी लाम भनेको मान्छे नै धेरै भयो अनि क्यापासिटीभन्दा बढी त लान मिल्दैन यस्तो नेपाल अनि त्यसपछि सामानहरू एकदम धेरै थियो त्यसको लागि स्पेस नै चाहिन्थ्यो एचसिबी चाहिन्थ्यो मेरो सेडान छ
तर के छ भने एकदम मजा आयो क्या रमाइलो भयो म त 3-4 दिन आफ्नो त्यस्तै नाइज यताउति किनमेल सबमा टाइम वेस्ट गरे हो तर वर्थ इट थियो है केटाहरू अब झ्याप भयो पनि ऊ चाहिँ प्योर अलिकति केही नखाने मान्छे ड्राइभर पऱ्यो त्यही भएर केही हुनु पनि पर्छ जस्तो कि सर्कलमा एउटा नखाने भए चाहिँ एडभान्टेज त्यही हो अलिकति आजको भन्दै त्यति भन्दै यसपालिको मेमोरी पनि क्याप्चर भयो यो मेमोरी क्याप्चर गर्दै पनि अब यहीँ अन्त्य गर्न चाहन्छु म गाइजहरू यस सो यति भन्दै ल विपिन भाइ 2 शब्द भाइ भनिदियो अनि पछाडि हेरेर भाइ भनिदियो नि त यता भाइ ल भाइ गरिदियो बाई गाइस ल यति भन्दै बाबा आई सी यु गाइज है त